आज काम भएन। हेलो साथीहरु, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हाम्रो फुपूहरुकोमा फलेको लिची। अहिले चाहिँ म कहाँ छु भनेर तपाईलाई पनि थाहै छ होला। फिलहाल म चिटरीमा छु र यस्तो घाममा लाग्यौं हामी चाहिँ यातायात। अब चाहिँ हामी यहाँबाट सफारी चढेर जाँदै छौं। त्यहाँबाट हामी चाहिँ सिधै मेन चोकमा गएर झर्यौं। त्यहाँबाट फेरि पनि हामीले अर्को सफारी चढेर यातायाततर्फ लाग्यौं। ल त हामी यातायातको अगाडि पनि आइसकेको छौं। अब हामी यातायाततर्फ लाग्यौं। यहाँ पुगेर एउटा कुरा बुझ्यौं, हामी चाहिँ आउन ढिलो भएछ। हामी आउनु भन्दा धेरै अगाडि मान्छेहरु अगाडिदेखि नै आउन थाल्नु भएको रहेछ। मलाई चाहिँ यहाँको नियम केही पनि थाहा थिएन। सोधपुछ गरेर म पनि लाइनमा बसे। लाइन चाहिँ एकदमै लामो थियो। यहाँको भौतिक संरचनाहरु पनि जेन्जी आन्दोलनमा सबै भत्केको देखियो। 1 घण्टा भइसक्यो यो लाइन चाहिँ अझै पनि सकिएको छैन। फेरि यहाँ चाहिँ आजदेखि नयाँ नियम लागू भएको रहेछ, टोकन सिस्टम। हामीले चाहिँ टोकन लिनको लागि यो लाइन बसेको, अनि टोकन लियौं। त्यसपछि हामीले बायोमेट्रिक गर्यौं, त्यसपछि हामीले भाउचर भर्यौं र त्यसपछि मेडिकल गर्यौं, फेरि भाउचर भर्यौं, अनि त्यहाँबाट चाहिँ हामी फर्क्यौं। हामी आएको चाहिँ बिहानको लगभग 10-11 बजे आएको, अनि हामी फर्केको चाहिँ लगभग 4-5 नै बजेको थियो फर्किँदा चाहिँ। अहिले चाहिँ हामी संगीत चोक पनि आइसकेको छौं। हामीले डेरी पसलमा चाहिँ घर लानको लागि दही किनेर चाहिँ अब यहाँबाट हामी घरतर्फ लाग्छौं। र दुःखको कुरा आज मेरो काम भने चाहिँ भएको छैन। के भएन कसो भएन भने चाहिँ अर्को भिडियोमा बनाउँला। हामी चाहिँ घर पनि आइसकेको छौं र खरबुजा खाँदैछौँ। र आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला।